गुड फ्राइडे भनेको के हो र गुड फ्राइडे किन मनाइन्छ? आजभन्दा 2000 वर्ष अगाडि रोमी साम्राज्यद्वारा येशूलाई क्रुसमा टंगाएर मारिएको थियो र त्यही दिनको सम्झना र खुसीमा येशूलाई विश्वास गर्ने मानिसहरूको बीचमा गुड फ्राइडे मनाइन्छ। यदि गुड फ्राइडेको दिनमा येशूलाई मारिएको थियो भने विश्वासीहरू गुड फ्राइडे खुसीको दिन भनेर किन मनाउँछन्? हामीहरूले बाइबल राम्रोसँग पढ्यो भने जान्न सक्छौं येशू कुनै सामान्य मान्छे हुनुहुन्थेन। येशूको पृथ्वीमा आउने एउटा योजना थियो र त्यो योजनाको अन्त्य येशूको मृत्युसँगै हुने थियो, जुन मृत्यु परमेश्वरको इच्छाद्वारा भएको थियो र जसद्वारा परमेश्वरले सम्पूर्ण मानिसको उद्धारको लागि बाटो खोल्दै हुनुहुन्थ्यो र येशूले क्रुसमा बगाएको रगतले नै सम्पूर्ण मानिसको पाप पखालिएको थियो। जसरी एउटा व्यक्ति आदमको द्वारा संसारमा पाप आयो र पापबाट मृत्यु आयो र त्यसरी नै येशूको बलिदानद्वारा सम्पूर्ण मानिसको पाप क्षमा भयो र सम्पूर्णको लागि अनन्त जीवनको बाटो खोल्यो र मृत्युको 3 दिन पछाडि येशू अनन्त जीवनको लागि फेरि जीवित हुनुभयो र यदि हामीहरूले येशूको बलिदानमा विश्वास गर्यौं भने हामीहरूको लागि पनि अनन्त जीवनको ढोका खुल्नेछ र हामीहरू पनि अनन्त जीवनको लागि फेरि जिउनेछौं र येशूले हाम्रो अनन्त जीवनको लागि बलिदान दिनुभएको दिन सम्झिँदै र परमेश्वरलाई धन्यवाद दिँदै हामीहरू खुसीको साथमा गुड फ्राइडे मनाउँछौं। यो गुड फ्राइडेको सन्देश सम्पूर्णमा शेयर गर्नुहोला र हाम्रो पेजलाई पनि फलो गर्नुहोला। आमेन।